सम्पूर्णमा नमस्कार। म भक्ति प्रसाद चौलाले आज म हजुरहरू सामु एक गहन विषयमा कुरा गर्न लागिरहेको छु। हजुरहरूलाई पनि थाहा छ, हामी जति फेसबुक खोलेर हेर्छौँ, जति स्क्रोल गर्दै जान्छौँ, गरिमा चौधरी गरिमा चौधरी गरिमा चौधरी, हेर्नुहोस् त, एउटी अबोध बालिकालाई ती पापी नर पिचासहरूले कतिसम्मको पीडा दिएर मारे, आँखा निकालिदिए। एउटी 4 वर्षीय बालिकाको शारीरिक विकास पनि भएको छैन। तिनीहरूलाई के त्यस्तो मजा आयो? एउटा मनमा हरि पनि आएन। यस्ता नर पिचास पापीहरूलाई सबैको अगाडि राखेर गोली ढ्याङ ढ्याङ हानेर मार्नुपर्छ। मेरो पनि छोरी छ, मलाई पनि डर लागिरहेको छ। अहिले जति पनि नेपालमा छोरी चेलीहरू हुनुहुन्छ, सबको आमा बाउलाई यो दर्दनाक घटनाले झस्काइरहेको छ। त्यसैले म तपाईँहरूलाई एउटा सन्देश भन्न चाहन्छु, आफ्ना छोरी चेलीहरूलाई सचेत बनाउनुहोस्। कसैले केही खानेकुरा दिन्छ, फकाउँछ भने त्यो ठ्याक्कै रिपोर्ट आफ्नो अभिभावकलाई गर्न लगाउनुहोस्, त्यो शिक्षा दिनुहोस्। हाम्रो देश कता जाँदैछ? यो सतीले सरापेको देश। एउटा अबोध बालिकाप्रति यस्तो कुल दृष्टि राख्ने त्यो पापीलाई त झुन्ड्याएर मार्नुपर्छ। म नेपाल सरकार सम्माननीय प्रधानमन्त्रीज्यूसँग भन्छु, हजुरहरूको 2/3 सरकार छ, तपाईँहरूले जे पनि गर्न सक्नुहुन्छ। सरकार बस बाटो घाटो खाने पानी केही चाहिँदैन हामीलाई विकास। बरु हामी यस्तै छ, ठिक छ, हामीलाई विकास चाहिँदैन। हामीले छोरी चेली सेफ हुनु पर्यो सरकार।